खोल्नु दे सरकार अपराध होइन मन खोल्न दे दरबार कुमो शराब होइन मन खराब छैन सही बोल्न डराउँदैन गीत पनि क्या मिलिरहेको प्रतिनिधि सभाजना राम्रा राम्रा मान्छेहरू छन् यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ हात्ती आयो थ्याङ्क यू भेरी मच हात्ती आयो बुझ्छ भने चाहिँ सुनेको थियो गाइज सो हामी चाहिँ फेरि पनि नेक्स्ट रियाक्सन भिडियो लिएर चाहिँ हामी उपस्थित भइसकेका छौँ सदा चाहिँ मसँग चाहिँ कहिले घाम कहिले छाया भने जस्तै कहिले साथी कहिले एक्लै नै म उपस्थित भइरहेको हुन्छु र तर पनि हजुरहरूले सधैँ नै यसरी नै माया गरिदिनु भएको छ त्यसले गर्दा पनि मलाई भिडियो बनाउन लागि चाहिँ एकदम उत्साह अब चाहिँ बनाउनु पर्छ भन्ने भावना चाहिँ ममा पैदा हुने भएको कारणले मैले फेरि पनि अर्को रियाक्सन भिडियो लिएर आएको छु हजुरहरूले अगाडिको भिडियोहरू चाहिँ मन पराइदिनु भएको थियो सो त्यो भएको कारणले फेरि अहिले हाम्रो बजारमा भइरहेको हामीले ल्याउने भनेकै बजारको माहौल अनुसारको भिडियोहरू लिएर आउने गर्दछौँ सो अहिले पनि हामीले रियाक्सन भिडियो लिएर आएको छौँ सो हजुरले के को रियाक्सन गरिरहनु भएको छ भनेर चाहिँ थम्बनेल र टाइटल हेरेर थाहा पनि पाइसक्नु भयो होला सो त्यति भन्दै भिडियो स्टार्ट गर्न चाहन्छु भूकम्प आयो भने के गर्ने भन्ने बारेमा हामीले ब्रिफिङ भएको छैन आगो लाग्यो भने यहाँनिर खोइ हाम्रो फायर एक्सटिङ्ग्विसर त्यहाँ देख्दै रहेछ त्यहाँ पर है मान्छे संसद यसरी रोकिराखेको छ प्रधानमन्त्रीको माग भइरहेको छ के भन्नुहुन्छ आउनुपर्छ त प्रधानमन्त्री सुरुमा पक्ने क्यान्टिनको खिर खाउँ न के छ दादा उहाँले भन्दै हुनुहुन्छ प्रधानमन्त्री उपस्थित गराउनुहोस् यो त सदनभित्रको कुरा हो नि त यहाँ बाहिर आएपछिको चाहिँ कुरा अर्कै हुन्छ उहाँ त हाम्रो मान्यजी हो मित्र साथ त छ हामीले देखिरहेको भित्र गएपछि हाम्रो विचार नमिल्न सक्छ होइन अहिले त हामी सँगसँगै खाजा खान जाँदैछौँ गर्लफ्रेन्ड लिएर जाने चाहिँ कहाँ फिल्म हलमा जाउँ अजासु अङ्कल आन्टीहरूले देखेर के किन भयो जसरी गरेर ह्या गरेर लामो जिब्रो निकाल्छन् टोलभरि हल्ला गरिदिन्छन् घरमा ल्याउँ बाउले छाला काट्ने गर्लफ्रेन्डको घरमा जाउँ दाजुभाइले ढुट्टो हुने गरी ठटाउँछन् जाने कहाँ माया पिरतीको कुरा गर्ने वातावरण नै छैन नि देश चौपट छ दिनभरि काम गर्ने भारी बोक्ने अनि यहाँ सुत्ने अनि अस्ति त्यो दाइ मरेको पनि त्यही हो त्यो मलाई त्यो दाइको नामको दाइलाई बोलाउनु त त्यो फोन नम्बर छ तपाईँसँग फोन नम्बर त छैन फोन नम्बर छ अरे अब फोन गरेर बोलाउनु हुन्छ होला गरिसक्यो मान्छेलाई संसद भवन कति राम्रो थियो हामीले चलाइरहेको सबैजनाले बोल्न पाउने सबैसँग चिया खान पाउने थियो आज त्यो संसद भवन कसले जलायो त्यो संसद भवन नजलेको भए के हुन्थ्यो तपाईँ नहेप्नुहोस् हेप्यो भने के हुन्छ त्यसको नचिता राम्रो आउँदैन तपाईँ हेप्ने बोल्न खोज्ने जनताको जवाफ दिनु परेन त्यहाँ प्रधानमन्त्रीलाई गीत गाऊ भनेर कसैले बोल्न खर्या हो र उहाँको पप गीत गाइदिनुहोस् त्यहाँ ऱ्याप हान्न बोला होइन नि सरकारले हरेक कुरा अध्यादेश मार्फत पारित गर्दैछ अब माननीयको काम चाहिँ के हो त गाडी बनाउने होला हो यस्तो हो माननीयले कसरी बनाउने त यो त तपाईँले बोलेर माइक त मैले बनाऊ भन्नु मान्य सदस्यहरू अब म मान्य सदस्य महावीर पुनलाई समय दिन्छु समय 5 मिनट त्यसमा के हो आफ्नो विषय त्यो राख्नु होला ल सर्वप्रथम त म एउटा अनुरोध गर्न चाहन्छु सम्माननीय सभामुखज्यूलाई जेसुकै गर भन्ने सन्देश दिन्छु म धन्यवाद यति राम्रो इस्टकोट लाउँदाखेरि पनि बाख्राको ओठालो जस्तो देख्ने यो मान्छे चाहिँ को नि के अरे संसदमा आउनु भएन भनेर एउटा गीत बनाउनु पर्ने भएको छ त्यति मात्रै बाँकी छ नेपाली कङ्ग्रेसले के भन्यो त्यही शब्दलाई दोहोर्याएर फेरि भूमिहीन सुकुमासीलाई जग्गा दिइनेछ भन्यो काङ्ग्रेसले भन्यो एमाले भन्यो माओवादीले भन्यो सबैले भन्यो काङ्ग्रेस आएर भन्यो राणा फालेर दिन्छु भन्यो एमाले आएर भन्यो पञ्चायत ढालेर दिन्छौँ भन्यो माओवादी आएर भन्यो राजा फालेर दिन्छौँ भन्यो राणा गयो पञ्चायत ढल्यो सरकार राजा गयो लोकतन्त्र आयो गणतन्त्र आयो प्रजातन्त्र आयो अब केले रोक्यो देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी भने जस्तो कसको लास बोक्यो होला यार यसरी होइन लास त होइन बिरामी बोक्या जस्तो छ
होइन बिरामीलाई फेरि यस्तो झाडुम पारेर के गरेको यार यसरी भनेर सोच्नु भएको होइन मैले पनि पहिला ठ्याक्कै यही सोचेँ बालेन्द्र शाहले तपाईँलाई त्यत्रो गुण लगाउनु भयो गुण तपाईँले चाहिँ बैगुण गर्नुभयो उपसभामुख दिनुभयो श्रम संस्कृति पार्टीलाई कहाँ मैले लिएँ त कहाँ लिएँ मैले खोइ मैले के पाएँ त तपाईँ दिनुभयो खोइ मैले कहाँ पाएँ राज्यलाई उल्टो हामीले एउटा सभामुख दिउँ भन्नु न बालेन्द्र शाहको व्यक्तित्व देखेर चाहिँ तपाईँ लोभिनुहुन्छ अरे होइन किन लोभिनु उहाँको टी सर्ट प्यान्ट नो 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 कोट लाएर ट्याकको उहाँको व्यक्तित्व छ नि त्यस्तो त्यो अनि हर्क साम्राङ चाहिँ जिपर पनि लाउनु बिर्छ नो 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 मैले त ध्यान दिनु भिडियो चाहिँ कस्तरी बनाउनु भएको कभी भी यह मत सोचो कि तुम अकेले हो बल्कि यह सोचो कि तुम अकेले ही काफी हो मलाई एकदमै मनपर्ने नेता मध्ये हाम्रो माननीय हाम्रो महावीर पुन एकदम क्या पछि अरू मेरो पछाडि कोही होस् कि नहोस् आफू हिँडेपछि हिँड्यो आफ्नो कुरा सुन्ने दायाँ बायाँ उही त्यो के अरे मिस्टेक भयो भने ठिकै छ स्वीकार गर्छु तर कुरा चाहिँ म आफ्नो अन्तरात्माको मान्छु भनेको चाहिँ यही होला कि मैले त नाम लेखाएको थिएन आज बोल्नु पर्दैन होला भनेको नाम बोलाउनु भएकोमा कोही स्कुलमा पढ्दै नपढ्दै जान नि टिचरले क्वेसन सोधेको जत्तिकै भयो र आज 5 मिनट दिनुभएको छ यो चाहिँ आजलाई पुग्छ हिजो मैले चाहिँ संसदमा मैले आफूलाई माननीय जस्तो ठान्दिनँ मैले भनिरहेको छु म त विद्यार्थी हो भनिरहेको छु बाटोतिर भन्दाखेरि पनि मुभीहरुमा त्यति बिधि इन्ट्रेस्ट लाग्दैन होला हैन जुन नेपाली जनताहरुलाई जति प्रतिनिधि सभामा के कुराहरु हुन्छ त कसले के बोल्नुहुन्छ त्यो कुरा चाहिँ एकदम इन्ट्रेस्टिङ क्या सबजनाले हेर्नुहुन्छ यो चाहिँ मलाई खुसी लाग्छ अनि यता आउँदाखेरि पनि बाटोमा कसैले भेट्यो भने स्कुल जान लागेको भन्छु हिजो पढाइ भएन तर मलाई यो जति पनि प्रतिनिधि सभामा बोल्नुहुन्छ नि उहाँहरुको बोली चाहिँ अहिले चाहिँ सबको राम्रो या स्पष्ट तरिकाले सब जनताहरूले बुझ्ने गरी बोल्नुहुन्छ पहिला चाहिँ कसले के बोल्यो न थाहा नै हुँदैन थियो क्या त्यो अब त भगवाकै हातो कोही त बोल्दैन भनिकन गातो सुनिन्थ्यो अहिले त जस राम्रो एकदम क्लियर क्या त्यो चाहिँ म प्रधानमन्त्री भए त म त त्यसो गर्थेँ धन्न हाम्रो हर्क साम्बाङजी प्रधानमन्त्री हुनु भएन नत्र त बिहान सुत्नुको सट्टा बेलचा बोकेर हिँड्नु पर्थ्यो बोलाउँथे सबैलाई होइन कस्तो रमाइलो हुन्छ सबै मान्छे हाँसिरहेको हुन्थ्यो म प्रधानमन्त्री भइदिएको साँच्ची हो प्रहरी हाँसिरहेको विद्यार्थी हाँसिरहेको कर्मचारी हाँसिरहेको पत्रकारहरू सबैहरू हाँसिरहेको है थुप्रै बच्चा जन्माउँछ क्यों हो रहा है लेकिन ये साला कर क्या रहा है यहाँ पे क्यों हो रहा है तपाईँ प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो जनताले मत दिएन यस्तो हुन्छ कि अनि पछि त्यस्ता नाथे पद भनेर हाल्नुभयो श्रम संस्कृति पार्टी चाहिँ हर्क संस्कृति पार्टी भनेर राख्दा हुँदैन बरु प्रतिनिधि सबजना राम्रा मान्छेहरू छन् त्यो बैठक भन्दा पनि एकअर्कालाई कोही त हेर्न पनि जाँदैन यो भिडियो देखेर अनुसार तपाईँले गृहमन्त्री भनेर आइसक्यो जब कि भर्खर मात्र छानबिन समिति गर्नुभएको कस्तो खालको मिडिया अब ट्रायल गर्छ मिडियाले पनि के गर्ने त तपाईँ पनि मिडिया होइन अस्ति चाहिँ प्रधानमन्त्रीजी आउनुभएको थियो टोपी लगाउनु भएको थिएन तर जहिले पनि त्यो पिएम हुनुभएको छ कि खतखत यसो हात टोपी लगाएपछि त देखिँदैन थियो टोपी लगाउनु भएको छैन अरे कहना क्या चाहते हो को पढाइ भयो त पढेको पढाइ है धेरै राम्रो पढाइ भयो राम्रो सरकार अपराध होइन मन खोल्न दे दरबार कुम शराब होइन मन खराब छैन सही बोल्न डराउँदैन गीत पनि क्या मिल्यो क्या के
के विषय चाहिँ के हो आज राख्न खोज्नुभयो मान्य सदस्यले? यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ, हात्ती आयो। थ्याङ्क यू भेरी मच। अब माननीय अर्थमन्त्री डाक्टर हात्ती आयो बुझ्छ होइन, त्यो सुनेर त्यो अब नयाँ उखान ढुक्का चाहिँ प्रतिनिधि सभा नि बन्न थालेछ है साथीहरू। म औपचारिक रूपमा के अरे मेरो श्राप चाहिँ फिर्ता लिन चाहन्छु। मैले हिजो मिस्टेकले बोलेछु, त्यो मेरो सराप चाहिँ म आफै फिर्ता लिन चाहन्छु। रिसको झोकमा मैले के बोले होइन त, त्यस्तै है त। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन, हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो रियाक्सन? आफ्नो प्रतिक्रियाको लागि हजुरहरूको लागि भनेर कमेन्ट बक्स खाली नै रहेको छ। आगामी दिनहरूमा कस्तो खालको भिडियो, मैले अगाडिको भिडियोमा पनि भनेको थिएँ, हेर्न चाहनुहुन्छ सो त्यो पनि हजुरहरूले लेखिदिनु होला। हजुरहरूको प्रतिक्रिया अनुसार हामी भिडियो बनाउने प्रयत्न गर्दछौँ। अर्को भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन्छु। जय